नमस्कार, म कमल राज श्रेष्ठ शाखा अधिकृतको रूपमा इपिएस कोरिया शाखामा कार्यरत छु। इपिएस सम्बन्धी धेरै जिज्ञासाहरू प्रश्नहरू उठ्ने गरेको छ। यस सम्बन्धमा केही स्पष्ट पार्न गइरहेको छु। इपिएसलाई गाइड गर्ने भनेको नेपाल सरकार र दक्षिण कोरिया सरकार बीच सन् 2007 मा भएको सम्झौता मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ एमओयू र रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका 2065 मा जारी भएको। यो पहिलो पटक 2073 मा संशोधन भएर अन्तिम पटक 2078 सालमा संशोधन भएर कार्यान्वयन रहेको अवस्थामा छ। यही कानुन अनुसार हामीले इपिएस प्रणाली सञ्चालन गर्ने हो। त्यस उक्त दुईटा कानुनमा जे जति कुराहरू उल्लेख भएको छ त्यो अक्षरशः पालना गरेर इपिएस प्रणाली सञ्चालन गर्ने विषय यहाँहरूलाई निवेदन गर्न चाहन्छु। र यो इपिएस को विषयमा धेरै प्रश्नहरू उठ्ने गरेको छ। जुन कोरियन